आज चाहिँ म बेजिङको वान एन्ड ओन्ली नेपाली रेस्टुरेन्टमा जाँदैछु। सो एक्साइटेड, कति लगभग 1 वर्ष हुन लागिसक्यो। सो भित्र छिर्ने बित्तिकै पुरै एकदम नेपाली डेकोरेसन थियो। म चाहिँ एक्लै आएको थिएँ अनि केही प्रोग्राम हुन्छ कि भन्ने वेटमा थिएँ, बट खासै केही प्रोग्राम भयो जस्तो लागेन। प्लस कुनामा बसेको थिएँ, प्रोग्राम हुँदा पनि थाहा थिएन मलाई भइरहेको रहेछ भन्ने कुरा। अक्वर्ड लागेर मास्क लगाएको थिएँ। खोल्दैछु, अब खानु पर्यो नि त। अनि यो ब्याच चाहिँ यहाँ आइसकेपछि दिनुभएको। अझै खानेकुरा लिन गएँ अनि स्टार्टरमा चाहिँ फ्रुट्सहरू लिएर आएँ। टेस्ट गरेर भन्छु है कस्तो छ। यसमध्ये बेस्ट भनेको चाहिँ मुस्ताङे आलु थियो। यस्तो मिठो थियो, मैले कहिले खाएको थिएन यस्तो मिठो आलु त। नेपालमै नि खाएको थिएन, यस्तो मिठो थियो। अरू चाहिँ ठिक ठिकै थियो। सर देखाइदिन्थ्यो के थियो भनेर। हो यो मिठो थियो। सेलरोटी हो, यो मुस्ताङे आलु एकदम मिठो थियो। खै यो के हो, ससेज जस्तो के थियो। अनि यो पनि ससेज जस्तो के थियो। अनि आलु चुकाउनी यस्तो मिठो थियो। त्यो पनि के भन्छ लाइक श्रिम्प थियो, ठिकै थियो श्रिम्प। चिकन करी यो मैले खाएँ कि नै याद पनि छैन। ओके, यो चाहिँ के हो भन्दा छोइला, ठिकै थियो, मिठो थियो मिठो। चाहिँ मटन करी थियो, मिठो थियो यो पनि। खाइनँ मैले मटन हुँदाहुँदै, कसले खाएको। मोमो चाहिँ बेस्ट थियो, बेस्ट एकदम। जे क्रेभ गर्दै हुन्छ नि मान्छेले, विदेशमा भएको मान्छेले, एकदम एक्ज्याक्टली त्यही थियो। ओ माई गड, यस्तो मिठो थियो। अनि वर्षौँपछि मोमो खान नपाएको, आज यहाँ खान पाउँदाखेरि एक्साइटमेन्टमा मैले यहाँ के गरेँ हेर्नु है त। चट्नी आँखाभित्र पस्यो। ओ माई गड। अलिअलि लगाएको मेकअप पनि धुनुपर्ने अवस्था भयो। सेकेन्ड लट सुरु भयो। खानेकुरा लिएर आएँ मैले यहाँ। अनि खुसीको कुरा चाहिँ मलाई यहाँको बहिनीले चिया पनि दिन्, तर मैले जिन्दगीमा फर्स्ट टाइम यस्तो बलमा चिया खाएको। यहाँ चाहिँ कस्तो भन्दा एकचोटि 1500-2000 जति तिरेपछि सब खान मिल्ने, अनि यो प्रोग्राम पनि हेर्न मिल्ने, कस्तो दामी लाग्यो मलाई चाहिँ। मेरो लागि चाहिँ सब वर्थ इट नै थियो। बस एउटा कुरा, एकदम टाढा थियो, जान लगभग 2 घन्टा लाग्यो, आउन 2 घन्टा। त्यहाँ चाहिँ बसेँ होला म 1 घन्टा बस्ने बित्तिकै लामो टाइमसम्म बसिसकेँ जस्तो फिल भइरहेको थियो, बट बसेँ। 2 घन्टा वेस्ट गरेर